खतरा मखाई 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 हामी चाहिँ मलाई सुजन पातले फसाएको छ उहाँले उहाँलाई किडन्याप गरेर अहिले मात्र भर्खर होसमा आउनु भएको छ उहाँलाई म फर्काउँदैछु आफ्नो घरतर्फ किडन्याप गरेर ल्याएको थिएँ यो ठाउँमा कत्रो ठुलो खोला है दाइ तर कराउनै कराउँदैन क्या कस्तो पहिरो गएको जस्तो कराउनै कराउँदैन बवाल छ नि दाइ हामी चाहिँ चिन्ने भन्दा पनि माथि आइपुगेका छौँ दाइसँग यस्तो 20 नम्बरबाट यस्तो खतरा छ क्या दाइ यो 20 वर्ष विष्णु पादुका हाम्रो साइडदेखि आउनुहुन्छ नि दाजु अबकोमा चाहिँ हामी माथि जानुपर्छ ल माथि पुगिसकेको माथि दाइ माथिसम्म खासै राम्रो छैन दाइ हो हजुर दाइ हेर्दा चाहिँ होइन यस्तो खतरा जस्तो लाग्छ तर जाँदा चाहिँ अब ठिकै हो अब राजा रानी जानु पर्ला जस्तो छ है राजा रानी दाइ जानुपर्छ तपाईँ र म ल दाइ होस् दाइ हजुर दाइ गाउँठाउँ यस्तो रमाइलो दाइ यस्तो चाहिँ अब सम्झँदै कस्तो मिठो लाग्ने के दाइ चिलाउने यो नचिलाउने यो साल त तर आइदिएर नि हुन्छ हौ दाइ गाउँतिरको यो के को बोट हो सथपौ भन्छ यसलाई हो सथपौ मलाई खुवाउँथेँ मैले त उर्केको पक्टपौ होइन उयो काका के भन्नु न दाइ नअत्तालिकन भन्नु न अब गइ त सक्छ दाइले नर्भस भइहाल्नुहुन्छ आउँदा आउँदै तिम्रो माया मेरो माया कस्तो दामी चरण है दाइ यस्तो खतरा मिला यो आफै उम्रेको होइन आफै उम्रेको तर कस्तै यो सबै यो रोपेको जस्तै कि कस्तो मिलेर बसेको छ के रुखहरू यिनीहरू त झगडा पनि गर्दैन कस्तो राम्रो हो नि अरू रुख बात कहिलेलाई होइन त्यो ठुलोले त सासानोलाई उम्रिनु दिँदैन यिनीहरू त कस्तो मिलेर उम्रिरहेको छ क्या दाइ लाखुरी के हो दाइ लाखुरी भन्ने थाहा छैन दाइ घाँस हो कि दाइ यो कोही कोहीले खुवाउँछ ए तर हाम्रो गाउँतिर चाहिँ खुवाउने बानी छैन त्यही भएर मैले नचिनेको दाइ सिबुमा एरिया दाइ धेरै खोक्पो कस्तो मिस गरेको है हामीले खोक्पो कोलोपोको देपा कस्तो दामी दामी ठाउँ हो दाइ यता त कस्तो मनै कस्तो क्या सब भुलिन्छ कि त आएर त दाइ यस्तो रोड पनि यस्तो राम्रो छ है दाइ अनि कस्तो राम्रो छ यस्तो राम्रो छ कसैलाई के थाहा किन्तु चाहिँ छैन रहेछ है हजुर लप्सी लप्सी चाहिँ नपाउने रहेछ यता कस्तो नुब्रा ठाउँ हो यता त लप्सी नै नपाउने ठाउँ है दाइ कस्तो नुब्रा ठाउँ यार बट अघिसम्मै खतरा भनिरहेको नुब्रा होइन लप्सी नपाउने ठाउँ त नुब्रा चेरीको बोट नि यो योक्लो हजुर चेरी तपाईँ त हुनु त किडन्याप गरेर ल्याएको मान्छेले के थाहा चेरी चाहिँ भन्दैन ल दाइ ए चेरी होइन चेरी होइन के तपाईँले त्यो भन्नु खोज्नु भएको त्यो जङ्गलमै पाउने चिज हो होइन के पो दाइ यसको नाम त चिउरीको चिल्लो पात है यस तर त्यो खस्रो थियो है
त्यो गीत चाहिँ अब गीत हो बनाउनु अलिअलि बनाउनु पर्छ तर फल चाहिँ मिठो लाग्छ है मलाई दाइलाई कस्तो लाग्छ मलाई त मिठो लाग्दैन भनेर मलाई कस्तो लाग्छ भने होइन त्यो कस्तो पाउँथ्यो नुको पनि उयो मङ्का जुजुर पार्क के भन्छ तिरी त होइन ए गिदपौ कान्छा भाइ गिदपौ त होइन झुजुरपा त गिदपौ भनेको त त्यो ठ्याङ ठ्याङ पड्किन्छ नि त्यो गिदपौ भन्छ तपाईँले भन्नुभएको अर्कै के त्यो चराले खान्छ नि फल त्यो अर्कै भन्छ क्या त्यसलाई गिदपौको कान्छा भाइ हो तर त्यो गिदपौको जस्तै हुन्छ हो त कस्तो के अल्टो लाजो लाग्यो यिनीहरूलाई देख्दा कता तिनीहरूले हेरिदिरहेको के दाइ मलाई त तपाईँलाई त हेरेन होला नि म ढुक्क भएँ दाइ अब चाहिँ दामी छ क्या पहिला त्यसले घरको खतरा छाउँथ्यो नि यो फुकले खर खोला छेउमा मौवाको लोकोटो जाने भैलो झोला बोकोटो दाइ ए भाइ नबजाउन छ कि केही न केही त हो नि जस्तै अब आजलाई मेरो चप्पल छ तपाईँको प्रतिभा चाहिँ लुकेको छ क्या अझै तपाईँको निखार्नु पर्यो भने तपाईँमा थुप्रै छ क्या प्रतिभाहरू ओहो सामसुङ त होइन के हुन्छ खोइ सबै नाम बिर्सियो यता विदेश आएकोले नेपालको त केही थाहा छैन हो नि सब नेपालको त बिर्सियो क्या यता विदेश आएकोले के हो चाहिँ खतरा छ दाइ कसम भिडियोमा नआउँछौँ लाग्यो टिक्का चाहिँ भिडियोमा नि दामी छ दाइ सिरिज